हेलो नमस्ते। आज एउटा कुरा देखाउँ भनेर नि तपाईहरुलाई। मेरोमा यहाँनिर कागतीको बोट छ कि यो कागतीको बोट चाहिँ फल्दैछ, फल्नु भर्खर यसै पालि थालेको हो। र अरू पनि कागतीको बोटहरु त छ, तर यो चाहिँ एउटा एक्लै छ यहाँनिर है। यो चाहिँ फल्नु थालेको छ। यसलाई मैले चाहिँ के गरेँ भन्दाखेरि बिरुवा जुन चाहिँ पटमा हामी बिरुवा उमारेर पटमा हालेर रोपिन्छ त्यो चाहिँ मिनिमम 3 इयर्स लाग्छ। 3 वर्ष बादमा मात्रै 3 वर्षदेखि मात्रै फल्न थाल्छ। र यो फल्न थालेको बोटलाई चाहिँ हामीले स्याहार्न सक्यौं निकालेर भनेदेखि त्यो छिट्टै फलिहाल्छ भन्ने उयसमा चाहिँ मैले के गरेँ भन्दाखेरि नि यो तपाईको यहाँनिर जाउँ ल। यहाँ भित्र नि हेर्नुस् ल, यो मैले यहाँनिर यो प्लास्टिकले बाँधेको छ, देख्नुहुँदैछ? ओके, यो यहाँनिर पनि छ, त्यस्तै यहाँनिर पनि छ है। यसरी यो चाहिँ अब यसलाई निकालिदिनु पर्यो यो यहाँबाट भनेर यसलाई यसरी बाँधेको मैले मतलब भित्र काटेर वरिपरि त्यसको बोक्रा निकालेर त्यहाँबाट माटो लगाएर बाँधेको छु हो। अन्त अब यो जरा आउँछ कि जस्तो लागेको छ, आउँछ होला भित्रबाट। यो त्यहाँबाट चाहिँ तपाईको त्यो जरा आएपछि चाहिँ त्यसको मुनिपट्टि यसको यो बाँधेको यहाँनिर चाहिँ काटेर लगेर जरा आयो भने चाहिँ बारीमा लगेर रोपिदिने। अन्त छिटै फलिहाल्छ यो, किनभने यो त फल्नु थालेको बोट हो। अन्त त्यो सोचेको छु कि, तर अब यो हुन्छ कि हुँदैन यो बाँधेको मैले कमसेकम 2 महिना त बेसी नै भयो है। यो अहिलेसम्म त अब भित्र के छ कसो छ खोलेर हेरेको छैन, तर अब 2 महिना चाहिँ बेसी नै भयो मैले बाँधेको। र अब यो हामीलाई यो टेक्निकल कुराहरू त हाम्रो विषय परेन, र पनि यो रहर लाग्ने कुरा क्या हो, मजाको यसो बसेर टाइम पास, हल्का टाइम पास जस्तो र भइगयो भने अझै राम्रो कुरा हो भनेर मैले यो ट्राई गरेँ है। अन्त यो फल्नु थालेको छ, यसको यहाँनिर कहाँनिर यसको दाना पनि छ हेर्नुहोस् ल। यही बोटमा उपर पाकिरहेको छ, उपर पाकि पनि राख्छ। अन्त यही बोटको चाहिँ यसरी जरा आयो भने यहाँ पनि रहेछ, जरा आयो भने चाहिँ काटेर लगेर बारीमा सर्यो भने चाहिँ सपोज छिटै फलिहाल्छ। 3 वर्ष अर्को जुन चाहिँ बिरुवालाई पर्खिनुपर्छ त्यो पर्खिनु पर्दैन होला जस्तो लागेर मैले यो गरेको। तपाईहरुलाई कस्तो लाग्छ भनिदिनुहोस् है। हुन्छ, थ्यांक यू।